नमस्ते नमस्ते एभ्रिवान वेलकम छ यहाँहरूलाई मेरो अर्को न्यू ब्लगमा। के छ आरामै हुनुहुन्छ नि? म पनि एकदम ठिक छु। आज चाहिँ शनिबारको दिन घरमा बस्दा बस्दा एकदम बोर लागेको थियो कि बच्चाहरू पनि कता जाने बोर भयो भनिरहेको थियो। अनि मैले चाहिँ उनीहरूलाई ल हिँड्न जाऊँ त्यसो भए रेडी भएर भने, तर उनीहरूलाई चाहिँ थाहा नै थिएन कि कहाँ जाने भनेर, कुनै पनि प्लानै गरेको थिएन। हामी चाहिँ एकैचोटि रेडी भएर इन्डाइप बोलाएर दुईवटा बच्चा र अनि म भएर लाग्यो। जाँदाखेरि बच्चाहरूलाई चाहिँ थाहा नै थिएन कि उनीहरू कहाँ जाँदैछौँ भनेर। बाटोमा हिँड्दा नि भन्दै थियो कि कहाँ जाने भनेर। अनि हामी चाहिँ ट्याक्सी चढेपछि बल्ल भनेको थिएँ कि म उनीहरूलाई। चन्दागिरी नगएको पनि 5-6 महिना नै भइसकेको थियो, धेरै भएको थियो नगएको। पहिला चाहिँ गइराखेको ठाउँ हो, अहिले चाहिँ धेरै भयो गएको थिएनौँ। त्यही भएर म चाहिँ बच्चा लिएर, कोही पनि थिएन, साथी पनि थिएन, अरू फ्यामिलीमा पनि कोही हुनुहुन्थेन है। दुईवटा बच्चा र म मात्रै थियौँ कि, हामी 3जना मात्रै भएर गएको। म भने नानीलाई सोध्दै थिएँ कि तिमी योभन्दा अगाडि चन्दागिरी गएको थियौ कि नै भनेर। ऊ चाहिँ याद गर्दै थियो कि गएँ कि गएन, म गएको छु होला यस्तै भनिरहेको थियो, कन्फ्युज भइरहेको थियो। अनि त्यसपछि भने कि भिडियो हेर्दै याद गर्दैछ कि कुन कुन ठाउँहरूमा गएको छु म भनेर। भिडियो बनाउनुको एउटा फाइदा चाहिँ हुँदो रहेछ कि याद पनि हुँदो रहेछ कि म यो ठाउँ गएको छु नि है भनेर। तपाईँहरू पनि हेर्नु होला, सागसागै कस्तो लाग्छ भिडियो भन्नु होला। अरू ठाउँ गएको छैनौ? के भन्छ इस्कन टेम्पलको मास्तिरको के भन्छ गुम्बा, इस्कन टेम्पलको मास्तिरको गुम्बा, अनि त्यसको साइडको पार्क, बसन्तपुर। म भिडियो याद गर्दै भनिरहेको छु किनभने तिमी गएको ठाउँ कुनै पनि थाहा छैन, तिमी बिर्सिन्छौ कि खालि। त्यही भएर भिडियो याद गर्दै बसिरहेको छु। भिडियोमा लुम्बिनी गएको कि नै? गएको छु। बुटवल, लुम्बिनी बुटवल, मनोकामना गर्छौ कि नै? गर्छौ? गएको छु। मनोकामना मन्दिर छ नि, त्यहाँ पनि गएको छु। पछि अनि अरू त थाहा छैन। तिमी सब बिर्सिन्छौ यो घरबाट नि बल्ल यो ठाउँ चिन्यौ? यो ठाउँ चाहिँ चिन्यौ? घरबाट नि कहाँ जाने बस चढेको त्यहाँ? गाडी कहिलेकाहीँ छ नि साथीहरू बिना जस्ट बच्चाहरूसँग मात्रै घुम्नुको मजा पनि अलग्गै छ कि। मजा हुन्छ त्यो उनीहरूसँग, उनीहरूको कुरा सुन्दै हिँड्न पनि मजा भइराखेको छ। फाइनली हामी चाहिँ पुग्यौँ केबल कारको टिकट काट्ने दिन। हेर्न सक्नुहुन्छ यहाँ बाहिरकोमा कति धेरै हुनुहुन्थ्यो है मान्छेहरू चाहिँ। मजाले काम लागेको थियो। कहाँदेखि झरला?
म चाहिँ लागि टिकट काट्नलाई लाइन बस्दैछु म चाहिँ हेर्नु न लाइन फेरि कति धेरै जता पनि मान्छेहरू हुनुहुन्छ लाइनमा चाहिँ म 15-20 मिनट बसेँ टिकट काट्ने लाइनमा चाहिँ 20 मिनटपछि चाहिँ हाम्रो पालो आएको थियो 20 मिनटसम्म चाहिँ लाइन बसी देख्न सक्नुहुन्छ सबैजना लाइनमा हुनुहुन्थ्यो 20 मिनट लाइन बसिसकेपछि फाइनली टिकट काटेर हामी निस्क्यौँ टिकट त काट्यौँ तर अगाडिको लाइन पनि त्यत्तिकै लामो छ फेरि हेर्नु है लाइन यहाँबाट यो चाहिँ लाइन हो अब हामी टिकट लिदियौँ अनि गयौँ यहाँ तर अहिले यसमा छैन नि खाने हेलो अब हामी के जाने यसरी गरेर फेरि यहाँ आउने घुमेर यसरी फेरि त्यहाँबाट जाने त्यहाँबाट फेरि यसरी घुम्ने यहाँ घुमै गर्ने हामी गोलमाल लास्टमा आइयो लास्ट लाइन राम्रो छ अब कानै सुनिन्न हेर ल काठमाडौँ भ्यू कान बन्द भयो आउने भनेकै काठमाडौँ भ्यू हेर्न अझ अलि आड्डा मात्र हेर्नु तल हेर न तल एकचोटि ल एकचोटि तल हेर न ओपन गरेर हुन्छ नि ओपन गरेर यतिको चाहिँ हावा आइरहेको चलो यो चाहिँ कस्तो अलि पनि सुन्नुपर्ने हो क्या सोफा सिसाहरू फोहोर भइसक्यो ए बाहिरबाट यस्तो कुरो देख्दैन ए बाहिर मोबाइल झऱ्यो भने अर्को ठुलो आबाट आइलाग्ने फेरि यो झऱ्यो यो झरायो त कस्तो मजाले कस्तो उस्तरका झरेर हुन्छ सट्ट झर्छ हामी चाहिँ अहिले केबल कारमा छौँ केबल कारबाट देखिने भ्यू भने यस्तो छ हेर्नु न जस काठमाडौँ पुरा देखिएको छ फाइनली हामी चाहिँ पुग्यो केबल कारबाट झऱ्यौँ आजको लागि चाहिँ यति नै भिडियो लामो हुने भयो अर्को चाहिँ म पार्ट 2 मा देखाउने छु चन्द्रगिरीमा के गर्यौँ कस्तो भयो भनेर अर्कोमा सुनाउने छु हजुरहरूलाई सबैजना भिडियो हेरेर लाइक कमेन्ट सेयर गर्न भने नभुल्नुहोला भिडियो कस्तो लाग्यो भन्नुहोला सुझाव सल्लाह दिनुहोला आजको लागि बाई बाई अर्को भिडियोमा